मुनि त्यसपछि मात्रै पम्प हेर्ने सिरियल वासमै पम्प भनेको सिधै बिरुती चाहिँ होइन नि पहिला कचरा सफा गर्दै जानु पर्यो हामीले अर्को मेन कुरा हाइड्रोलिक उठेन भयो भन्छौँ नि ब्लास्टरमा हेर्दाखेरि तपाईँको गेरोले कम हुन्छ होइन त्यो पनि चेक गर्नुपर्छ यो मात्रै पनि पाउँछ सर खरिद गर्न हजुर कुन मात्रा खै खै पाउँछ यो पनि खोलेर खेलौँ सबै यो पनि खोलेर देखाइदिनु यो सबै यो सानो सानो छ नि यो सबै यो सानो सानो हो फलामको टुक्राहरू सफा गरौँ न एकचोटि सफा गरेर गर्नुपर्छ पुरा टुक्रा टुक्रा हुन्छ चुम्बकको सब चुम्बकहरू होइन त यो ल यसले चाहिँ हाइड्रोलिक सिस्टमको सबै त्यो गियरहरूमा कता कता चाहिँ घोटिएर आगो फलामको धुलोहरू चाहिँ सबै अड्याउने काम गर्ने भयो र यसले चाहिँ हाम्रो डिस्ट्रिब्युसनमा र हाइड्रोलिक पम्पमा जान नदिएर यहाँबाट चाहिँ यसले छान्ने काम चाहिँ गर्ने भयो यो सफा गर्ने कसरी भनेर अब यसले गर्दा नि भयो पेट्रोल लगाएर गर्दा नि भयो झन् सफा यो चाहिँ म्याग्नेटिक रिङहरू भयो हालिदिन्छ यसमा शक्ति छ उल्टा गरेर देखाएको चप्किन्छ टाँसिएपछि काम दिइरहेको काम दिइरहेछ भन्ने बुझ्नु पऱ्यो सुरुमा चाहिँ यो हुन्छ सुरुमै त्यो ओरिङ हो हजुर त्यो पनि एउटा फलामै हो जाँच्नु त्यसपछि म्याग्नेट हजुर त्यहाँपछि फेरि त्यो चाहिँ फलामको वासरहरू रबड हो यो तपाईँको के को हो त्यो रबर होइन होइन